सो हेलो गाइज, सबजनालाई माया छ। अनि अहिले चाहिँ म कहाँ हो भने अहिले चाहिँ म यो दाइको घरमा हो। दाइको होइन, मेरो पनि आफ्नै गाउँ हो, म जन्मेको ठाउँ यही हो। अनि यहाँ चाहिँ खतरा छ मौसम हेर्न सक्नुहुन्छ। आज हाम्रो फुपू होला सायद। ओ दिदी ए हुनुहुन्न रहेछ। अनि हामी जहिले कहाँ हिँडेको भने हामी अहिले गोठतिर हिँड्दैछौँ यसो चलपल दिनलाई। गाई भैँसी गोरु गाई के छ चलपल दिनलाई हिँड्दैछौँ होइन। के कस्तो हुन्छ प्रतिक्रिया दिनु होला। म फेरि फेरि खतरा हान्दिनँ नि फेरि। अनि आज हाम्रो दाइ अगाडि लन्ठाङ हान्दैछ। ओ यता हान्दा ब्रदर ए इग्नोर ल, ठिक छ इग्नोर होइन। ल इग्नोर गरिसक्यो, केही छैन, लातले हान्छु। लातले पनि हानिदिइसकेको छु। म सब भन्छु तपाईँहरूलाई, म के गर्छु कसो गर्छु सब भनिदिन्छु। हाम्रो उता मरुवातिर चाहिँ म थाहा नै होला, मैले सुगारुको भ्लग पनि हेर्नै भयो होला। हामीले उहाँ काटेर निकालेर अहिले धान रोप्ने बेला भइसक्यो। यहाँ चाहिँ मकै भर्खरै टिपेर राख्ने बेला भएको छ होइन। त्यही गाई अनि अब यो मकै पछि चाहिँ कोदोको पालो होला। यहाँ कोदो पनि देख्न सक्नुहुन्छ। कोदो चिसो छ तर हामीलाई हुँदैन। यहाँ त इन्डियाको धोतीहरूलाई मात्र हुन्छ जाडो, हामीलाई हुँदैन। यहाँ भन्दा त हाम्रोमा कति गर्मी हो, त्यही पनि मलाई जाडो चाहिँ हुँदैन। यहाँ आएर हेर्नु यस्तो छ है, केही देखिँदैन र पनि मलाई केही छैन। मलाई जाडो नै भएको छैन, गर्मी भइरहेछ टक्क। अब यहाँ नस्पातीहरू के हुन्छ खानु पर्ला 1-2 दिन मिलाएर, त्यति बेला खानुपर्छ मिलाएर होइन। अहिले चाहिँ हामी गोठ हिँडेको, दाइको केही काम थियो थाहा छैन। म चाहिँ गलिसकेँ यार एकदम। यहाँ त्यही माथि घरहरू छैन होइन गाइस, घरहरू छैन। त्यही माथि यो कुहिरोले एउटा घर पनि देख्दैन। मान्छेहरू फर्स्ट आउने मान्छेहरू चाहिँ यहाँ साइको हुन्छ। के गर्नु अरे देखाउनु फेरि त्यहाँ देख्नु सक्नुहुन्छ सबजनाले। देखाइरहेको छु हालेर। ल गाइस, अब चाहिँ थोरै अब हात गलेको जस्तो परिस्थितिमा आइसकेको छु। उता गएर गर्ने कुरा हुन्छ। ल गाइस, अनि अहिले चाहिँ म गोठतिर आइपुग्नु लागिसकेँ हिँड्दैछु। अरे यहाँ चाहिँ नस्पाती पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ लट्टै छ तर यहाँबाट देखेन, यहाँ देखेको छैन नस्पाती खान आउँछु भोलि। आज चाहिँ मेरो टाइम छैन, भोलि चाहिँ आउँछ है। Oh my God! Wow! आज मस्त नस्पाती चाहिँ मस्त रहेछ। यहीँ पनि छ, देखेन क्या यो कालो आइरहेको छु। यता पनि रहेछ, देख्न सक्नुहुन्छ नस्पाती यता रहेछ, देखेन क्या। अब म भोलि खान आउँछु नस्पाती चाहिँ होइन। यस्तो नस्पाती खाएर अलिअलि चलपल हानिदिउँ न गाउँतिर भनेको क्या। चल मिठो हान्छु नि माकडा। नस्पाती खाएर हुन्छ कि आलु खाएर हुन्छ कि म खतरा चलपल हान्छु नि फेरि। यहाँ चाहिँ गोठ, हाम्रो अङ्कलको गोठ त्यही हो यहाँ। ए के छ नि यसले हान्ने सम्भावना धेरै छ। ऊ फफा गरिरहेको छ। यता चाहिँ गाई गोरुहरू देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ 1, 2, 3, 4, 5, 6, 7, 8, 9वटा गाई गोरु रहेछ। अनि यहाँ चाहिँ 2टा राँगा र भैँसी छ। 9वटा यहाँ चाहिँ एउटा यता भागिरहेको छ एउटा गोरु चाहिँ देख्न सक्नुहुन्छ होइन। क्या बक रहे हो मादरचोद? यसलाई चाहिँ हल्का सम्झाउने बेला रहेछ। गोरु है आइज ल यहाँ 9वटा गोरु मात्र भनेको त 9वटा गोरु मात्र भनेको त यहाँ अर्को गोरु यता चोर्दै रहेछ के हो नि होइन। यसलाई चाहिँ कडा भन्दा कडा सजाय हान्नु पऱ्यो। काँक्राको बोट पनि रहेछ रन चाहिँ होइन। काँक्रा छ कि छैन? काँक्रा छैन दादा यार। काँक्रा पनि रहेछ होइन। काँक्रा पनि खानेकुरा हुन्छ। काँक्रा चाहिँ गतिलो रहेछ। काँक्रा त्यसरी मलाई बनाउन आउँदैन, त्यसरी बनायो भने क्या
यहाँ पनि देख्न सक्नुहुन्छ काँक्रा काँक्रै काँक्रा ए यता त फाइदै फाइदा के खाने काँक्रा फर्सी के भन्छ त्यो अझै काँक्राको बोटहरू धेरै रहेछ अनि यो यहाँको मान्छेहरू चाहिँ पढ्न कहाँ जान्छ भने यता तल्दै जान्छ है वहाँसम्म पुग्छ है राम 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 यहाँ यस्तो खतरा ठाउँमा जन्मिनु भने म त भाग्यमानी हो नि ए आम्बो र गाइस अब चाहिँ एकछिनपछि देखाउँला होइन तपाईँहरू बस्दै गर्नु कि म चाहिँ अलिअलि काँक्रा चलपल दिएर आउँछु ल गाइस अब चाहिँ मलाई होइन धेरै अल्छी लागेर अनि त्यही भएर फेरि मैले भ्लग स्टार्ट हानिसकेको छु होइन यस्तो चाहिँ यहाँ सुगा पनि धपाउने कार्यक्रम हुन्छ होइन यहाँ चाहिँ यस्तो मौसम छ हेर्नु कस्तो राम्रो मौसम हो राम 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 म चाहिँ यति बेला होइन प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ म यता भ्लगमा बोल्नुभन्दा यता गाउँतिर हेरेर आएको छु क्या धेरै दिनपछि त आएको होइन त्यही पनि अलिकति हेरिदिउँ न भनेर हेरिदिएको योभन्दा अगाडि 1-2 महिना अगाडि 2-3 महिना अगाडि आएको थिएँ काँक्रा चाहिँ यहाँ सकिसकेको रहेछ यहाँ एउटा काँक्रा होइन यहाँ क्यामेरा भन्दा यहाँ ठुलो छ नि एउटा यहाँ छ निम्टा यहाँ चाहिँ उहाँलाई घरमा मासु पाकिराख्दाखेरि पनि मिठो लाग्ने यो साग्दी मिठो लाग्ने कार्यक्रम भन्दाखेरि मिठो लाग्न हुनाले उहाँ यहाँसँग दुःख गर्न आइसक्नु भएको छ उहाँलाई सबैजनाले माया देखाइदिनु पर्यो यहाँ चाहिँ अनुहार चाहिँ यो कतै देख्यो भने अलिकति होइन दग्दै दिन ट्राई गर्नु होला कुटेको जस्तो गरिदिनु होला कृपया म यति भन्न चाहन्छु अनि त्यही हो अनि यहाँ चाहिँ हाम्रो अघि भरेको मान्छेले खाएर यो चाहिँ नसकेर छोडेको जस्तो पनि लागिरहेको छ हो करे दादा हो तपाईँले यहाँ छोडेको हो काँक्रा वे यत्तिकैमा चाहिँ कस्तो देखेको छु खतरा देखेछ त यहाँ क्यामेरा जुम गर्दा पो ठिक देख्दो रहेछ त यस्तो गर्दा चाहिँ किन फुस्रो देखेको थु यति माटो छिरेछ अनि त्यही भएर यस्तो देख्यो होला होइन ल गाइस अब देखाइदिउँ न के अब हो छ्या अब भनेर कामै छैन लगातार भ्लग आने हो कहाँ अब भनेर अब के अब कौशल के अब तँलाई डिप्रेशन में रहता हूँ हमेशा अब भी मैं डिप्रेशन में हूँ वहाँ देख्न सक्नुहुन्छ कुहिरोलाई इङ्ग्लिसमा के भन्छ दादा मलाई थाहा थियो विशेष ल ठिक छ माया छ सबलाई अब एकछिनपछि उता जाने देखाउँला अनि इन्ड हानिदिउँला है होइन इन्ड यहीँ हानिदिन्छु ल सबैलाई माया छ सबैजनाले भ्लग हेरेर लाइक कमेन्ट सब्सक्राइब के हुन्छ गरिदिनु होला हस् त धन्यवाद